बुवासँग देखाएको थियो नि यसको मेसान खतरा देखाएको थियो नि होइन 3 सेकेन्ड धेरै होइन 3 मन्दिरमा आइपुग्न लागेको त्यो बुद्धिस्ट टाइपको हो क्या यो बुद्धिस्ट टाइपको रहेछ त्यो यहाँबाट यसो माथि चढ्दै जाँदो रहेछ ल आऊ माथि आऊ दामी आउँछ कस्तो सबैजना मस्त हाँसेर है कति खुसी लाग्यो सबै पाउँछ उताबाट बुढीहरू यताबाट ग्याङहरू छ पुरै केटा हामी कहाँसम्म पुग्नुपर्छ अरे हामी त्यो डाँडा छ नि माथिको टप पुग्न बाँकी छ धेरै माथि आइसक्यौँ अब बाँकी भनेको यो उकालो चढ्न बाँकी छ त्यो छ हामी हेर्दा त्यति सानो देखियो नि तर हिँड्दाखेरि चाहिँ 1 घन्टा लाग्थ्यो त्यो माथि गएर त्यो डाँडामा छुट्टै आनन्दको हेवन टाइपको फिल हुन्छ क्या पुगिन्छ 1 घन्टामा चाहिँ पुगिएला हामीले 1 घन्टा पुगिन्छ त्यो डाँडामा चाहिँ ल जाउँ अझै जोर ल यो के रहेछ हङमेसान चाहिँ सबैले एक लड चाहिँ घुम्नै पर्ने ठाउँ रहेछ आज हामी केटा र हामी आएको ठाउँ त बब्बाल अच्छा नजिक जस्तो देखिएको छौँ होइन हामी धेरै टपमाथि आइसकेको छ क्या हामी कम्तीमा पनि 2 घन्टा जति हिँडेको होला है 2 घन्टा त हिँड्यो होला तर स्टिल अहिले पनि उता माथि पनि हिँड्दैछौँ अझ हिँड्ने पुग्नै पाएको होइन अब त्यो चाहिँ नेक्स्ट टाइमको लागि होइन हाम्रो ग्याङ 2-4 जना अझै पनि बाँकी छन् सँगै गयो हामी 2 जना मात्रै फेरि सबै एकै लट घुम्यो भन्दाखेरि नेक्स्ट टाइम आउँदाखेरि ऊ त्यो चढ्ले नि त केटो हेर त ऊ त्यो गाडीले घुमाइदिन्छ नि ऊ त्यो देख्यो ऊ त्यो त्यो माथिबाट सुई आउँदैछ नि अस्ति अघिबाट हामी आएको त्यहाँबाट अहिले हामीलाई त्यति चाहिँदैन हामी त आफैले गर्न सकिन्छ नि त होइन हिँडेर त्यो चाहिँ नसकिनेहरूको लागि यसो म्यानेज गरेर राखेको होला पुरै चारैतिरबाट भ्यू देखिने कि है टाइपको कि है जतिखेर कस्तो हरियाली के हेर नि तिमीले के लेख्दैछ हौ यहाँ हेर त बिटिएस रे त बिटिएसको फ्यान हो कि अब त्यहाँ के बिटिएस कन्सर्ट हान्यो यता पनि त्यस्तो होइन होला के लेखेर घुम्न आएको थियो होला त्यही भएर हो कि म्युजिक भिडियोहरू पनि हुन्छ नि त यस्तो ठाउँतिर के भन्छ आर्यामी कस्तो दामी ठाउँ है माथि गएर दामी यस्तो लाग्थ्यो त्यो काम के प्रब्लम आयो भनेर तर काम भएन नि ओटी आजलाई ल काम बन्यो भने त केटो
काम पनि बन्यो अब हाम्रो चाहिँ डेस्टिनेसन चाहिँ अलमोस्ट घुमाइ फिराइ चाहिँ सक्यो अब घर जाने पुरै नेपाल कहाँ कोरिया घुमेको हामी त घाँस काट्न आएको घाँस काट्ने मोडर्न घाँस काट्न घाँस त ट्याक लाएर केटो मोडर्न घाँस काट्न आएको हामी कहाँ यो कोरिया हुनु त सेम होइन नेपाल हो नि यो त नेपालको भाषातिर यस्तो मजाले लट्ठी पनि छ त यो त मोडर्न लट्ठी होइन यो पनि मोडर्न लट्ठीको यस्तो हुन्छ पुल पनि छ त नि पुल पनि रहेछ त त्यहीँ पनि ल अब यो बाटो हुँदै जानु पर्यो मोडर्न मान्छेहरूले हामी तल मेन रोडमा झर्न अब 3 घन्टा हिँड्नुपर्छ अनि कम त दुःख गरेछ 3 घन्टा हिँडेर 2 घन्टा गाडी ड्राइभ गरेर बल्ल हामी रुम पुग्छौँ जिङ्नु पऱ्यो नि त यसरी होइन कोठाभित्र थुनेर त भएन मोबाइल स्क्रिन अरूले बनाएको कति बजी 7 बजी हिँडेको है केटो 6:30 बजी हिँडेको रुमबाट आमा अहिलेसम्म हिँडे जिन्दगी अब हिँडै माछालाई पैसा पनि कमाएको कमाइ पुगे छैन तर है हरियाली डेन्जर हो केटो है टाढा मान्छे खासै हिँडेर आउनु नसक्दो रहेछ है कोही आउँछन् कोही छैन नि यताबाट तर हामी चाहिँ आयो नि है सल्लाहहरू जस्तो हेर नि धुपी सल्लाह नेपाल आम्मामा सल्लाह यार दामी यार आम्मामा यो के हो यो त्यो डल्लो होइन यो डल्लो सल्लाह हो त्यो सल्लाह मलाई कस्तो शीतल हावा सरर आएको यार बसिराख्नु सर्बो हो कि केटो उयो दुम्सीको हो क्या यो हेर त खोइ होला हो कि हो दुम्सीको हो क्या दुम्सी मार्न चाहिँ त्यो सानोवाला मिनी क्यामेरा हुन्छ नि त्यो मिनी क्यामेरा भयो चाहिँ दामी हुन्थ्यो कि है कस्तो हरियाली क्या है ऊ तिमीलाई यो थाहा छ यो के हो यो औषधि मेडिसिन हुन्छ भन्छ हौ यो खै त्यस्तो सुन्छौ यो हिले साग त यहाँतिर पाउँछ क्या केटो है होला यार फाल के भने यो फल खै अब खुट्टा यस्तो जान्छ कि भनेर जोसिम पऱ्यो है त कस्तो आनन्द भएको यार यस्तो ठाउँमा त यो खडेरी भावेला चाहिँ रमाइलो हुन्न होइन अस्ति फुल फुलेको थियो नि त फुल फुलेर फुल मात्रै फुल्यो तर यस्तो हरियाली भएको थिएन नि त यो चाहिँ हरियाली भावेला आउनु पर्दो रहेछ है त्यो छाता होइन मैले अघि तिमीलाई भनेको थिएँ नि उ त्यो माथिबाट उ त्यो आइरहेछ नि त्यो गाडी हो क्या त्यो गाडी के भन्छ अरे त्यो गाडीबाट घुमाइदिँदो रहेछ के यहीँको युज गर्ने र गर्नुपर्छ त्यसको लागि अब यस्तो मजाले होइन घुमेर गर्नुपर्यो हो है उ त्यो ड्रागन हो कि हो यो होला ड्रागन जस्तो छ त उ त्यो है उ त्यो ड्रागन यो खतरा हुन्छ त यार यो त तिमीले याद नेपाल हामीले गएको धागो बाँड्नु उठाउँथ्यो केटो यसको तिम्रो सानी त्यो साइन्टिफिकहरूले यसो गरेछ यसको यो आवाज आउँदैन अरे कि अरूहरूको चाहिँ फ्लाट आउँछ यसको त एकदम साइलेन्ट हुन्छ अरे कि हेर न है खतरा हो है के यस्तो हेर न पुरै हिलो यार आम्मा दल है दल धैट दामी ठाउँ चाहिँ यार हेर नेचरलाई युटिलाइज गरेको किन यिनीहरूले यस्तो ठाउँमा हेर नि त नत्र होइन कहाँ मान्छे हिँड्न सकिन्छ पुल पनि यस्तो ठाउँमा दामी बनाएको कति सफा छ एउटा प्लास्टिक भन्ने कुरो छैन नि के अरे यहाँ केही छैन है नेपाल भएको भए अघि हामीले आइसक्रिम खाएको हामी आफैले त आफ्नो खाएको आफैले बोकेर ल्याएसम्म फोहोर चाहिँ गर्नुहुन्न तर यो ठाउँमा चाहिँ अब अर्को ग्याङ ल्याएर हाम्रो ग्याङ ल्याएर उस भाँडाकुटी सैडी सब ल्याएर होइन हामी पनि त्यो के अघि त्यो उसहरू बसेको थियो नि त उनीहरू के त ट्रेकिङमा आएको उनीहरू जस्तै अनि टक्क लाएर गोलो बनाएर होइन पर्माहरू खान्छ नि के त गाउँ घरतिर त्यसरी नै एक दिन यहाँ पनि आएर टक्क खानु पऱ्यो कि है
जस्टिसको लागि चाहिँ शनिबार काम नगर्ने काम नगर्ने शुक्रबार बेलुकी आउने। सबै भेट हुने अँ अनि शनिबार बिहानै हिँड्ने क्या अनि आउने राति अनि आइतबार बिस्तिर घर गएर रेस्ट पनि हुन्छ नि त शनिबार चाहिँ टक्क लाएर बिहानै आएर होइन माथि साँझमा जाने के अनि टक्क भन्दा नि केटो अँ टपिक घट्दैछ नि अँ काम भयो भने अब ओभरटाइम छिटै पुग्छ क्या हाम्रो 60 घन्टा पुग्छ अँ 60 घन्टा पुग्यो भने 60 घन्टा पनि त म त गर्दिनँ हौ केटो 60 घन्टा पुग्यो भने त मलाई त के हुन्छ भने अँ त्यो सँगै काम गर्ने केटा लाग्छ हुन्छ सँगमा नि आउँछ भनिदिन्छ कि मैले 60 घन्टा मलाई त 28 लाख आयो पुग्छ खातामा अँ काटीकुटी 28 लाख आयो भने अँ भयो मलाई धेरै चाहिँदैन हो 28 लाख आए त पुग्यो नि पुग्यो मलाई धेरै चाहिँदैन तिम्रो पैसा अब यस्तो कि जति रिल्याक्स पनि भइरहेछ आफूलाई पैसा पनि कमाइरहेको हुन्छ क्या तिमीले त्यो 1 लाख बढी कमाउनु पाए फेरि एक्स्ट्रा काम गरे पनि धेरै काम गरिरहेको अँ स्ट्रेस फिल हुने क्या है कस्तो उकुस मुकुस हुने के दामी खुल घेडो यो त कमिला कहाँबाट रहेछ दामी रहेछ हौ 28 कटाकुटी गरेर 30 छोइहाल्छ सोच छ जस्तै अब यो महिनामा पनि त्यस्तो धेरै काम गरे होइन नि त अघिल्लो महिना बेसी जस्ट ओभर टाइममा के गरे हो नि त 30.5 लाख आयो 30.5 लाख काट गरेर 28 लाख त आयो 28 लाख आयो पुग्यो काम पनि धेरै गरेन चिलमा होइन हामी केटो कहाँ बुसान कहाँ घुम्न गयो नि त गएको केटा यहाँ एउटा फोटो खिच्नु पऱ्यो क्या हामी